जान्छु म युकेबाट आएको रहेछ यसो म आउँदिनँ यार म वेलकम ब्याक टु माई युट्युब च्यानल सबैलाई स्वागत छ मेरो च्यानलमा म तपाईँहरूको एक जिबु जीवन अहिले कहाँ हरायो भन्ने होला म त टाढै पो हराए त हो धेरै महिना पछि आइपुगेँ युट्युबमा लगभग कति 8-9 महिना पछि आइपुगेँ है आज चाहिँ हामी कहाँ जाँदैछौँ भने नि माछा मार्न माछा हाम्रो माझीहरू फेरि यहाँ छ फेरि कस्तो गन आयो पादै क्या थारूले सब पादाहरू छ के गर्नु ल बाटोमा केही तस्बिरहरू हामी क्याप्चर गर्छौँ ट्रेनको लिक हेर न के गर्नु ट्रेन पनि मैले चाहिँ कहीँ देखेन विदेश आएर देखियो हिउँ पनि कहीँ देखेको छैन विदेश आएर देखियो अब के देख्ने बाँकी हो त्यही देखाइरहन्छ मजा होइन अनि हामी चाहिँ आज कहाँ जग्गा जाँदाखेरि माछा मार्न जानु लाग्यो है र माछा कतिवटा पर्छ हेरौँ केही छैन अब राम्रो परोस् भन्छु म चाहिँ माछाहरू है कस्तो बबाल छ क्या यो ट्रेन स्टेसनको बाटो चाहिँ बबाल छ नि घाँस पनि ठुलो छ ल हाइवेतिर निस्क्यो हामी हाइवेतिर गर्मी पो भयो त हामी कास्कीतिर बसोबास गर्दैछौँ कास्कीदेखि हामी केही अगाडि के हो यार के रहेछ यार त्यो डाँडाको यार ट्विन हो क्या अनि त्यो अब यताको बसाइ त यस्तै भइरहेछ अनि के भन्नु लाग्यो भन्दाखेरि हामी चाहिँ अलिकति काममा एकदम भौतारिरहेछौँ जति पनि हेर्नुहुन्छ होइन काम सामको यस्तो कमेन्ट डाउन बिलो गरिदिनु होला है यस्तै भन्दै यात्रामा हिँडिरहेछौँ तर काम भन्ने नपाइनु भयो कि अघि उद्योबाट माथिबाट आयो भने कि नजिक रहेछ त यार अघि बाबा आएछ कि कास्पे त अनौठो खालको देखेँ क्या सिसाहरू सबै यहाँ फुटालेर हो कि यो फोहोर मैलामा राख्छ कि हो पुरै रिसाइकल हो कि मैले भन्दा पनि के देख्नु बाँकी छ क्या सिसाहरू पुरै कास्पे गाउँ यस्तो दामी छ यार यस्तो गाउँमा त अरे यो चाहिँ स्पेनको रिमोट एरिया भन्छ यो ठाउँमा चाहिँ एकदम अलि गाउँ नै हो यो चाहिँ गाउँ नै हो चाहिँ तर सहर जस्तै छ गाउँ त यस्तो छ सहर गयो भने कस्तो होला त हामी चाहिँ माछा मार्न जाने भने खै माछा भेट्छ कि भेट्दैन पुरै वाकिङ हुन्छ यति भन्दै घरहरू पनि यस्तो छ क्या गाउँको घरहरू पुरै त्यो वार चलाए जस्तो क्या युक्रेन र रसियाको के यार यो भाइ त युक्रेनी जस्तो देख्छ त यार युक्रेनी जस्तो देख्छ त यार तिमी पनि अनि कहाँ खेल्ने जस्तो लगाएर भयो त यो ड्याम होला नि त्यो त ड्यामै होला भाइ यो चाहिँ के होला नि नेपालमा मात्र यस्तो घर हुन्छ भने यता नै हुँदो रहेछ यस्तै हुन्छ नि नेपालतिर जस्तै हुँदो रहेछ घर खेतहरू पनि ओहो यार यो टावर पनि रहेछ नेपालको जस्तै रोड पनि पिच होइन कसम रोड पनि कस्तो नेपालको जस्तै पिच हुने क्या कसम यार ढुङ्गा पनि हुँदो रहेछ ढुङ्गा पनि हुँदो रहेछ नेपालको जस्तै भाइ त्यो त के हो रेलको बाटो हो के हो त्यस्तो टिकटक हान्नु पाए त सही हुन्थ्यो स्पेनको बसाइ त 2 वर्ष नसक्ला जस्तो छ यार
के देखाउने भित्ता ढुङ्गा देखाउने धोतीको यस्तै छ यार के हो गाउँठाउँहरू पनि ल मकै बारी नै हुँदो रहेछ भाइ कसम यार नेपालको जस्तै सेम है को घर पनि नेपालको जस्तै हुँदो रहेछ कसम भाइको हँसाइ त कसम यार जस्तो जस्तो छ यार थाक्यौँ ल यार अलिकति अगाडि गएर नि केही इन्ट्रेस्टिङहरू देखाउँछ ल आइपुग्यो यार यस्तो दामी ल यसरी हिँड ल यही भ्लग के ल हिँड त ल हिँड भिडियो बनाउनु पर्ने यार यो मान्छेले यार नसक्नु छ यार अब आइपुग्यो माछा मार्नलाई कस्तो चिसो हावा चलेछ यहाँ है हामी अब यो भ्लग बनाइरहेको छौँ होइन के गरेको त्यही छ मेरो साथी जिबी ब्रो अनि यो हाम्रो ब्याकग्राउन्डमा चाहिँ एउटा सी छ यु क्यान सी हेयर गाइस यस्तो भ्यू पनि अब बडो राम्रो छ अनि हामी चाहिँ आफ्टर 1 मन्थ हामी चाहिँ फेरि बाहिर निस्केको छौँ अनि आज अलिक एक्साइटेड छ के गर्नु रुममा धेरै कति बस्ने दिमाग खराब यताउता होइन त्यस्तै छ जिन्दगीमा दुःख सुख चलिरहेको छ यसको भ्लग हो यो चाहिँ जी ब्रो हो म चाहिँ उसको भ्लग हो यो मैले यसो राखिदिउँ त यसो कुराकानी चलि पो हाल्छ कि भनेर ट्राई गरिरहेको छु ल हेर्नुहोस् ब्याकग्राउन्ड हेर्नुहोस् गाइस प्लिज ब्याकग्राउन्ड एकदम दामी छ है दामी म तपाईँहरूलाई देखाउँछु अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ माछा मार्ने एउटा कुहिरै यो चाहिँ हाम्रो ब्याकग्राउन्ड यस्तो छ कैसा लगा मेरा मजाक यस्तो छ है लगाइस् ल लाइक सब्सक्राइब माया देखाउनु होला अझै मजाले देखाइदिन्छु ल तपाईँहरूलाई हेर्नुहोस् यो पिस एरिया छ बब्बाल छ है बब्बाल यस्तो छ घोडे दाइले चिप्पै माछा हन्टिङ भइरहेछ मेरो साथीहरू चाहिँ यहाँ पाँच परेर हेरिरहेको छ यो बड्डाको यो क्याम्पिङ यो माछा मार्ने तरिका हाम्रो यहाँ यस्तो छ सट्ट लाएर होइन हाम्रो केटाहरू चाहिँ पुरै माछा मारेको हेरिरहेछन् पुरै आफ्ना तालमा यो चाहिँ हाम्रो यो ओनर युट्युबको ओनर मैले चाहिँ अब मोबाइल दिएँ ल मालथुरी के छ हो यो त मरद छ त फेरि के छ केडा हो खाइदिन्छु म पनि केही खाम त भाइ के छ मालहरू के होला है यो अनौठो खालको यता पोरहरू पनि आयो आयो खाइदे ल किन भनेन मलाई बनाइदियो भनेको यार क्यामेराम्यान उता पुगिसक्यो के भन्ने यार टिकटक बनाउँछ होइन माछा मारेको हेर्नु कसम भने यार चस्मा रेडी भएर ट्याङट्याङ गरिसक्यो माछा परेर भाइ कसम आउँदिनँ यार म त टिकटकको लागि आयो यार माछा भने नि टिकटकको लागि आयो क्या क्यामेराम्यान उता पो भिडियो हान्दैछ के भन्ने अब
त्यस्तै नै हुन्छ बुढाहरू यार उनीहरू फोटो खिच्ने अनि भिडियो बनाउने अनि मलाई चाहिँ नदिने भयो यो भ्लग यति नै कहिले गर्दैन बाहिर निस्किनु आधोहरू राख्दै मैले मान्छे बाहिर Wow. Look, boys. I want to buy this. It's a nice fish, eh? Wow, danger मार्दै है यहाँबाट ठुलो Oh shit. Go back. Let's go back. के अरे नहीं होने ना पुरा आउँदो रहेछ है माछा त फेरि आइपुगेँ नटुक्ने हेट यो दाइलाई अघि मैले भिडियो खिचिदिनु भने क्या मेरो होइन माछा मार्नु चल्दिरह भने कस्तो होला हेट अरू क्या यार मान्छे यार ल मेरो ज्याकेट के पारी भइसक्यो क्या यस्तो छ ढङ्गै छैन क्या केही पनि ढङ्गै छैन भने एकैछिन ल त्यही हो आयो माछा त अघि समातेको माछा त फेरि भगाइदियो यार यिनीहरूले माछा त्यही खान नमिल्ने रहेछ क्या है बेच्छ भनेको मानेन बेच्नु नि उनीहरूले त्यो एउटा त्यो सोकको लागि मात्र समात्ने फेरि फालिदिने रहेछ तर बवाल पऱ्यो त्यो माछा चाहिँ हाम्रो त 25 हो र 25 केजीको थियो अरे होइन त्यो त अझै सानोहरू क्या 45 केजीको पर्छ अरे क्या है 45 केजीको पर्छ अरे उता युकेबाट आएको रहेछ ठिकै छ केही छैन त्यो माछाको लागि आएको त्यो पनि पाएन है अनि आयो भिडियो पनि के खालको आयो सबजनाले टिकटकमा गएर जीवन 023मा हेरिदिनु होला कस्तो खिचे केटाहरूले क्यामेराम्यान भागिदिने क्यामेरै नदिने है त्यो मैले त खतरा हान्नु मन थियो तर फोन भएर पनि क्यामेराम्यान चाहिँ भएन क्या कसम भने मैले मिस गरिरहेको छु त्यो कालेले पनि खतरा अलिक ठिकै हान्थ्यो विवेक श्रेष्ठ काले भने हाम्रो विक्रम मोक्तान तँलाई नि मिस गरिरहेको छु भन्छ अब त्यो तिमीलाई राम्रो हान्थिस् क्यामेराहरू चाहिँ होइन केही छैन केटाहरूलाई क्यामेरै हान्नु नआउँदो रहेछ त्यो स्ट्यान्ड जस्तो सबजना अनि हामी फर्किँदैछु यस्तो छ स्पेनको गाउँ छ्या विरक्त लाग्यो क्या यस्तो जाँदा यार ल बाटोतिर यसो बिहान देखाइन्छ सक्दै लाग्छ बाई बाई हामी बस्ने सहर त त्यो हो क्या काश्मीर सहर भने चाहिँ त्यो हो क्या दामी छ क्या ठाउँ चाहिँ त्यही हामी बस्ने चाहिँ गाउँ हो क्या पुरै गाउँ हामी बस्ने चाहिँ त्यही हो त्यही हो हामी बस्ने चाहिँ के गर्नु गाह्रो छ हामी बस्ने सहर चाहिँ गाउँ छ काम छैन कोठा भने जस्तो पाउँदैन गाह्रो छ यार काम छ भने कसरी मिलाइदेऊ है कामहरू यो जति पनि स्पेनिसहरूले हेर्दै हुन्छ है काम मिलाइदिनु यार हामीलाई हिजो बाजा यार यस्तो त भन्नु भने आफ्नो पर्सनल त त्यो पनि भनिदिन्छु बिजोग भइसक्यो होइन फेरि अर्को हेर नि यस्तो छ क्या खुल्ला दिशामुक्त क्षेत्र भन्ने छैन क्या नेपालीको बुद्धि जति पनि ढुङ्ग्रो माथि उस्तो भने यस्तै केही छैन गाउँ कस्तो दामी छ क्या यार गाउँ भन्छ तर हेर्नु कस्तो ठुलो सहर छ क्या खासमा बस्न चाहिँ सही हो तर काम पाउँदैन क्या यता त्यो चाहिँ झ्याउ त्यो झ्याउ मकैबारी हेर मकैबारी दारातिर मकैमा हाल्ने पानी चाहिँ यहाँबाट आउँछ
नेपालको जस्तै नि यो टावर जस्तो टावरहरू छ कि नेपालमा हामी ब्याक टु होम भइसक्यो आइसक्यो अब यहाँबाट भित्र होला थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सी यु नेक्स्ट ब्लग बाई बाई आदियोस